नमस्कार सबैलाई हाम्रो च्यानलमा फेरि स्वागत छ। आज हामी अर्को महत्त्वपूर्ण प्रश्नमा छलफल गर्नेछौँ। नेपाल किन भारतमाथि निर्भर छ? जबकि हामीसँग चीनको सिमाना पनि छ। के चीनबाट सामान आयात गर्नु राम्रो विकल्प हो? र यसमा के चुनौतीहरू र फाइदाहरू छन्? यसलाई बुझ्नको लागि हामी आजको भिडियोमा यी सबै कुराहरू जान्नेछौँ। नेपालको भारतसँगको व्यापारिक निर्भरता। पहिलो कुरा नेपालको भारतसँगको ऐतिहासिक व्यापारिक सम्बन्धको बारेमा कुरा गरौँ। 1950 को दशकदेखि नेपाल र भारत बीच सशक्त आर्थिक सम्बन्ध रहेको छ र यो सम्बन्ध नेपालको आयात निर्यात व्यापारको मेरुदण्डको रूपमा रहेको छ। नेपालको 60% भन्दा बढी व्यापार भारतसँग हुने गर्छ। यो किन भएको हो? यसको केही प्रमुख कारणहरू छन् र पहिलो कारण हो भौगोलिक स्थिति। पहिलो कुरा भौगोलिक स्थिति महत्त्वपूर्ण भूमिका खेल्दछ। भारतसँग नेपालको लामो र स्थापित सिमाना छन् जसले यातायातलाई धेरै सजिलो र सस्तो बनाउँछ। धेरैजसो सामान भारतबाट नेपाल ल्याउने प्रक्रिया सडक र रेल मार्फत हुन्छ र दुई देश बीचको पूर्वाधार पनि राम्रोसँग विकास गरिएको छ। तर चीनसँगको सिमाना भनेको व्यापार मार्ग धेरै सीमित छ। चीनसँगको व्यापारिक पूर्वाधार अझै विकासको क्रममा छ र हुम्ला, जुम्ला जस्ता पर्वतीय क्षेत्रहरूमा रहेको बाटोहरूको अवस्था गाह्रो हुनेछ। तेस्रो, राजनीतिक र कूटनीतिक सम्बन्धहरू। नेपालको भारतसँगको निर्भरता अर्को कारण भनेको हो राजनीतिक र कूटनीतिक सम्बन्धहरू। दशकौँदेखि भारत नेपालको प्रमुख व्यापार र सुरक्षा साझेदारी रहेको छ। नेपाल एक ल्यान्डलक देश हो र भारतले मात्र नेपालको बाह्य व्यापारका मार्गहरूको नियन्त्रण गर्छ। चीनसँगको सिमाना भए तापनि चीनबाट सिधा समुद्रसम्मको पहुँच हुनाले ठूलो परिणाममा सामान आयात र निर्यात गर्न गाह्रो बनाउँछ। नम्बर 4, चीनबाट व्यापारको चुनौतीहरू। अब हामी चीनको बारेमा कुरा गरौँ। यद्यपि चीनको सिमाना नजिक छ, चीनसँगको व्यापारमा केही चुनौतीहरू छन्। पहिलो कुरा नेपाल र चीन बीचको सिमाना तिब्बतबाट मात्र छ र त्यहाँको पूर्वाधार राम्रोसँग विकास भएको छैन। नेपालले चीनसँगको व्यापार बढाउन कोसिस गरिरहेको छ, विशेष गरी बेल्ट एन्ड रोड इनिसिएटिभ BRI पछि तर वास्तविकता भनेको व्यापार मार्गहरू प्राय ढिलो हुन्छ र यातायात कठिन छ। त्यसका अलावा चीनसँगको सिमानाबाट आयात भएका सामानहरूलाई अझै भारत मार्फत नेपाल ल्याउनु पर्छ, जसले यातायात लागत र समयलाई बढाउँछ। नम्बर 5, चीनबाट आयात गर्नु के यो व्यावहारिक विकल्प हो? त्यसो भए तपाईलाई लाग्न सक्छ, यदि चीन नजिकै छ भने हामीले भारतको बाटोमा नगई सिधै चीनबाट सामान किन नआयात गर्यो? यो एक वैध प्रश्न हो र चीनबाट आयात गर्न निश्चित रूपमा केही फाइदाहरू छन्। चीन सस्तो उत्पादन खर्चको लागि चिनिन्छ र यसको धेरै सामान भारतभन्दा सस्तो पर्छ। साथै चीनको निर्माण कार्य प्राय बढी प्रभावकारी छ र सस्तो श्रम र थोक उत्पादनले लागत घटाउन मद्दत पुर्याउँछ। उदाहरणका लागि मोटरसाइकल, इलेक्ट्रोनिक्स र विभिन्न उपयुक्त सामानहरू चीनबाट आयात गर्दा सस्तो पर्छ। तर यी फाइदाहरूको बावजुद चीनबाट आयात गर्न केही चुनौतीहरू पनि छन्। नम्बर 6, चीनसँग व्यापारको अवरोधहरू। पहिलो कुरा, नेपाल र चीन बीचको राजनीतिक तनावले कहिलेकाहीँ व्यापारलाई अवरुद्ध गर्न सक्छ। नेपाल र चीनको सम्बन्ध औपचारिक रूपमा मित्रवता छ भने पनि सीमा विवाद, व्यापार नियम र भन्सार प्रक्रिया जस्ता समस्याहरू व्यापारलाई ढिलो बनाउन सक्छ। अर्कोतर्फ नेपाल र भारत बीचको लामो स्थिर कूटनीतिक सम्बन्धले व्यापार मार्गहरूलाई सहज र पूर्वानुमान बनाउने योग्य बनाउँछ। भन्सार प्रक्रिया छिटो हुन्छ र दुवै देशहरूले दशकौँसम्म सशक्त सम्बन्ध विकास गरेका छन्। नम्बर 7, चीनसँगको व्यापारको भविष्य। तर कुरा बदलिरहेको छ। पछिल्लो समयमा नेपाल र चीनले व्यापारिक सम्बन्ध सुधार गर्नका लागि सँगै काम गरेका छन्। विशेष गरी बेल्ट एन्ड रोड इनिसिएटिभ BRI को तहत नेपालले चीनसँग रेलवे र सडक जस्ता पूर्वाधार निर्माण गर्ने सम्झौताहरू गरेका छ।
जसले भविष्यमा सिधै चीनबाट सामान आयात गर्न सजिलो बनाउनेछ। त्यहाँको एक्सट्रिम कुराहरू जस्तै एउटा टोपोग्राफिकली एक्सट्रिम, वेदर कन्डिसन एक्सट्रिम होइन, त्यहाँको जुन हुन्छ जियोलोजी पनि एक्सट्रिम जस्तो देखिन्छ। अनि त्यसपछि त्यहाँ भनेको कस्तो छ भने अर्थक्वेकको हिसाबले पनि त्यो हाइली सेन्सिटिभ एरिया भनेर भन्यो। बोर्डरदेखि काठमाडौँसम्मको क्षेत्र पनि अर्थक्वेक प्रोन उनीहरूले त्यो क्लासिफिकेसन गर्दाखेरि पनि 8 भन्दा माथि भनेर राखेको छ जेनरली, उतातिर चाहिँ 7 तिर राखेको छ। टेक्निकली प्रब्लम छ तर त्यसको सोल्युसन पनि छ। यो सेक्सन फेरि कस्तो पनि हुन्छ भने कम्पेरिटिभली युनिक पनि हुन्छ, अन्त खासै त्यस्तो नभएको तर यहाँ गर्न सकिने भन्ने हिसाबले टनल माथि सर्फेसबाट मुनि चाहिँ 2000 मिटरसम्म, 2 किलोमिटर 3 किलोमिटरसम्म जान सक्ने अवस्था छ। त्यहाँ पैसा बढी लाग्छ तर त्यसलाई हामीले रिकभर गर्न सक्छौँ, कसरी गर्ने भन्ने कुरो हुनसक्छ। अन्त तपाईँको 70-80 करोड पर किलोमिटर हुन सक्थ्यो भने अब तपाईँको 3-4 अर्बसम्म लाग्न सक्छ। रेलले आफू चाहिँ प्रफिटमा धेरै जाँदैन र अरू सेक्टरहरूलाई चाहिँ त्यसले धेरै बेनिफिट दिएको हुन्छ, त्यो कुरा चाहिँ जेनरली हुन्छ। अब त्यही हो, अब रेल एउटा इम्पोर्टेन्ट इन्फ्रास्ट्रक्चर नै हो हाम्रो लागि। हामीसँग पनि एकदमै औपचारिक छलफल चाहिँ हामीले गर्न सकेका छैन, गरे पनि छैन। यो चाहिँ तपाईँको चाहिँ सङ्घीय सरकार, केन्द्र सरकार मातहतबाटै सञ्चालन हुने उनीहरूको जिलोङ कन्ट्रीमा को केही आधिकारिक साथीहरूसँग हामीले फोन मार्फत र कहिले कहिले अनौपचारिक भेटघाट हुँदाखेरि चाहिँ यो रेल मार्गको विषयमा हामीले केही छलफलहरू गरेँ। र छलफलको क्रममा त अब चाइना सरकारको तर्फबाट त उहाँहरू एकदमै रेडी हुनुहुन्छ। अलिकति समस्या हुने भन्ने हामीकै हो र हामी कहाँ समस्या चाहिँ कस्तो हुनसक्छ भने, एक त हामीले स्मुथली जुन सडकहरू निर्माण गर्नुपर्ने त्यो सडकहरूलाई निर्माण गरिसकेको अवस्था छैन। दोस्रो कुरो केही मुआब्जाहरू चाहिँ हामीले अझै पनि व्यवस्थापन गर्न सकेको छैन सरकारको तर्फबाट, किनभने यसले पक्कै पनि आर्थिक सामाजिक सबै कुरालाई जोडिने नै हुन्छ। बाटो त खुल्यो, रेल बन्ला, बाटो खुलेर मात्रै ठुलो कुरो भएन। बाटो खुलिसके पछाडि त्यो कन्टेनरमा यहाँबाट चाहिँ के अरे सामग्रीहरू, निकासी सामग्री भरिभराउ गरेर पठाउन सकिन्छ कि सकिन्न भन्ने हाम्रो चिन्ता। अहिले रेल विभाग त गठन गरेको छ होइन, एउटा अब यो रेल मार्ग बन्ने भनेपछि एउटा युनिट पनि यहाँ खडा गरेको छैन नेपाल सरकारबाट। मैले पटक पनि भनेको छु, प्रधानमन्त्रीको सचिवालय पनि यो कुरा गरेको छु। भविष्यमा यदि यी पूर्वाधार परियोजनाहरू सम्पन्न हुन्छ भने नेपालले चीनसँग सिधै व्यापार मार्गहरू खोल्न सक्छ, जसले भारतमाथि निर्भरता घटाउन सक्छ। तर अहिलेका लागि भारत नै प्रमुख व्यापार साझेदार रहन्छ। नम्बर 8, त्यसो भए प्रश्नको उत्तर यसरी हुन्छ: नेपाल चीनसँगको नजिकको सिमाना हुँदा पनि भारतसँगको आयातमा निर्भरता किन छ? यसको कारणहरू धेरै छन्। भौगोलिक स्थिति, पूर्वाधार, राजनीतिक सम्बन्ध र ऐतिहासिक व्यापारिक सम्बन्ध। यद्यपि चीनबाट सस्तो सामान आयात गर्न सकिन्छ, तर पूर्वाधारको अभाव, यातायातको चुनौती र राजनीतिक समस्याहरूले यो विकल्पलाई अझै जटिल बनाउँछ। यदि चीनको पूर्वाधार परियोजनाहरू सफल भयो भने व्यापारिक गतिविधिमा परिवर्तन आउन सक्छ, तर अहिलेका लागि भारत नै प्रमुख साझेदार रहन्छ। तपाईको विचार के छ? नेपालले चीनसँगको व्यापार बढाउन के कसरी ध्यान दिनुपर्छ, वा अहिलेको अवस्थामा भारत नै राम्रो साझेदार हो? कृपया तल कमेन्ट गर्नुहोस् र भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा भेटौँला।